हामी एज अ टिम एकदम एक्साइटेड छौँ यो सिरिज खेल्नको लागि किनभने पहिलोपटक हामी कुनै पनि टेस्ट प्लेइङ कन्ट्रीसँग बाइलेटरल सिरिज खेल्दैछौँ। सो एज अ टिम एकदम एक्साइटेड छौँ र प्रिपरेसन वाइज राम्रो प्रिपेयर गरेको छौँ हामीले। लास्ट 1 month 2 monthदेखि एकदमै बिजी सेड्युल थियो। बेङ्गलोर गयौँ अनि त्यसपछि चाहिँ अस्ट्रेलियाको सिरिज। सो आई थिङ्क एज अ टिम एकदमै वेल प्रिपेयर्ड छौँ हामी। अलिकति भिजाले गर्दा ढिलो आइपुग्यौँ यहाँ हामी 2-3 दिन, बट स्टिल हिजो र आज केटाहरू आज प्र्याक्टिस पनि गर्दै हुनुहुन्छ। सो आई थिङ्क एज अ टिम हामी वेल प्रिपेयर्ड छौँ र अपेक्षा अब यहाँको क्राउडसँग अब यो कि अब आउने गेम्सहरूमा 27, 29 र 30 मा ग्राउन्डमा आएर लार्ज नम्बरमा सपोर्ट गरिदिनु होला। दुबईमा बस्नुहुने सम्पूर्ण नेपाली फ्यान्स। र मेरो लास्ट 2019 को मेमोरी सम्झिँदाखेरि जहाँ चाहिँ हामी ओडिआई सिरिज र T20I सिरिज खेलिरहेको थियौँ। सो उहाँहरूले ICC एकाडेमी आएर लार्ज नम्बर सपोर्ट गर्नुभएको थियो र मलाई विश्वास छ कि अब आउने बाइलेटर सिरिजमा वेस्ट इन्डिजसँग त्यही नम्बरमा आएर सपोर्ट गरिदिनुहुन्छ। सो यति भन्दै थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू। गेममा चाहिँ आएर हामीलाई सपोर्ट गरिदिनु होला। सम्पूर्ण नमस्ते। यो साँझको लागि हामीलाई यहाँ निमन्त्रणा दिनुभएकोमा नेपाली राजदूतावास युएलाई एकदम हार्दिक धन्यवाद। साथै एकदम खुसीको पल छ हाम्रो नेपाल क्रिकेट सङ्घको अध्यक्ष उपाध्यक्षज्यू र सेक्रेटरी हाम्रो पारस साई, विनोद दाई सबैजना यहाँ हुनुहुन्छ र अन्य मेम्बरहरू पनि हुनुहुन्छ। सो सबैलाई स्वागत गर्न चाहन्छु। साथै युए भनेपछि हामीलाई एकदम छुट्टै नै फिल गराउने ठाउँ हो। हामी एकदमै धेरै खेलिसकेको छौँ यो ठाउँमा। त्योभन्दा पनि अझै यसलाई कुन कुराले अझै इफेक्टिभ बनाउँछ तपाईँहरूको उपस्थितिले, जो चाहिँ हामीले पहिलेदेखि नै अब म त 2017-18देखि आइरहेको छु। सो हरेकचोटि जहाँ जाँदा पनि चाहे शारजा होस्, चाहे दुबई होस्, अबुधाबी होस्, जहाँ पनि होस्, ICC एकाडेमी होस्, तपाईँहरूको उपस्थिति कहिले पनि हामीले नबिर्सिने खालको हुन्छ। सो अहिले पनि हामी त्यही नै अपेक्षा गर्छौँ। साथै अब रिजल्ट्स वाइज अब अलरेडी क्याप्टन स्पोक अबाउट इट कि एकदम राम्रो प्रिपरेसन भएको छ। सो विगतको 2-3 महिनादेखि एकदम राम्रो सेपमा छौँ हामी। युकेदेखि त्यसपछि अस्ट्रेलिया र अहिले बेङ्गलोर र अहिले यहाँ आएर पनि एकदम त्यति नै राम्रो हामी प्रशिक्षणहरू पाइरहेको छौँ। एकदम राम्रो प्लेटफर्म पाइरहेको छ सबैजना, एकदम राम्रो सेपमा छ सबैजना। हामी त अब सेपमा छौँ, अब चाहन्छौँ कि यो स्टेडियम जुन छ शारजाको, तपाईँहरूको सेपले पनि तपाईँहरूको उपस्थितिले पनि एकदम भव्य भइदियोस् भन्ने चाहिँ हाम्रो चाहना छ। किनभने हामीले जहिले पनि नेपाल मात्रै किन त है, नेपाल बाहिर पनि अब किनभने नेपाल नै होस्ट हो नि त। यो युएमा भइरहँदा पनि हाम्रो नेपाल नै होस्ट छ। होस्ट नेपालको पावर चाहिँ अब तपाईँहरूको हातमा छ। हामीले त अब गएर खेल्ने काम छ। हामीले त अब तपाईँहरूको साथ जति चाहिएको छ त्यो सायद अब हामीले शब्दमा बयान गर्न सक्दैनौँ। सो हामी तपाईँहरूको उपस्थिति अपेक्षा गर्छौँ लार्ज नम्बरमा। त्यो स्टेडियम मात्रै, त्यो सिट्सहरू मात्रै होइन कि सिटको बाहिर पनि खाली ठाउँ नहोस्, त्यो बाटोमा पनि जान गरिदिनु पर्यो। साथै माया त अब त्यही अघि नै शब्दमा बयान गर्न सकिनँ मैले कि कति धेरै माया पाउँछौँ हामी यहाँ चाहिँ क्रिकेट खेलाडीहरूले। यहाँहरूबाट पाउने सम्मान आदर जति पनि छ, हामी यो देशको लागि खेलेर केही नपाए पनि तपाईँहरूको सम्मान माया पाइरहेछौँ भने हामी त्यसैको साथसाथमा खुसीको साथसाथमा मर्न सक्छौँ होइन। त्योभन्दा बेसी हामीलाई केही पनि चाहिँदैन। सो आउनु होला, हामी भरपुर आफ्नो प्रयास गर्नेछौँ, सक्दो आफ्नो जिउजान लगाउनेछौँ र साथै यो साँझ फेरि पनि तपाईँहरूले रमाइलो बनाइदिएकोमा एकदम हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्पूर्णलाई फेरि पनि धन्यवाद।